ओम भूर्भुवस्व तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो न प्रचोदयात्। हामीले यो मन्त्र त हजारौं चोटि जपेका छौं अथवा हजारौं चोटि सुनेका छौं, तर तपाईलाई के यो मन्त्रको अर्थ थाहा छ अथवा यो मन्त्रको महत्त्व थाहा छ त? थाहा छैन भने यो भिडियो सेभ गरिहाल्नुहोस्। आज म कुरा गर्दैछु ओम स्वामीले लेख्नु भएको किताब द हिडन पावर अफ गायत्री मन्त्र। हामीले मन्त्र त जप्यौं, कतिजना सधैँ जपिरहनु भएको छ होला, कतिजनाले एक हप्तामै छोड्नु भयो होला, तर यो मन्त्रको अर्थ र महत्त्व कमैलाई थाहा हुन्छ। आध्यात्मिक गुरु तथा लेखक ओम स्वामी भन्नुहुन्छ कि गायत्री मन्त्र यस्तो मन्त्र हो जुन जप्ने मात्र हैन, यसलाई हामीले जीवनमा उतार्नु पर्छ। यो हाम्रो बडी, माइन्ड एन्ड स्पिरिट तीनै तहमा काम गर्छ। गायत्री मन्त्रलाई सबै वैदिक मन्त्रको मूल मन्त्र पनि भनिन्छ, त्यसैले गायत्री मन्त्रलाई वेद माता भनिन्छ। गायत्री मन्त्र चाहिँ चतुष्पदी संरचनामा छ, अर्थात् 4 चरण। यी 4 चरणले चाहिँ 4 वेदलाई प्रतिनिधित्व गर्छ भनिन्छ। साथै यो मन्त्रमा 4 विराम छन्। अब 4 विराम हामीले कहाँ लिने हो त तपाईलाई थाहा छ कि नै? हामी धेरै मानिसहरूले सोच्छौं कि मन्त्र जप गर्दा के हुन्छ, तर साइन्टिफिक रिसर्चको अनुसार पनि मन्त्र जप गर्दा जुन भाइब्रेसन निक्लिन्छ त्यसले चाहिँ हाम्रो बडी र इनर पिसमा एकदम राम्रो प्रभाव पार्छ। यस्तै गायत्री मन्त्रको रोचक तथा विभिन्न महत्त्वपूर्ण कुराले भरिएको छ यस पुस्तक। नेक्स्ट पार्टमा अझै महत्त्वपूर्ण र रोचक कुरा गायत्री मन्त्रको बारेमा लिएर आउने नै छु। टिल देन स्टे ट्युन्ड एन्ड फलो अस।